हेलो कक्षा 12 का भाइ बहिनीहरू, तपाईँहरूको बोर्ड इक्जाम आउनुको लागि कमसेकम अब हाम्रो कति दिन बाँकी छ भन्दाखेरि चाहिँ हाम्रो 25 दिन बाँकी छ। 25 डेज जति बाँकी छ होला है। 25 डेज इज रिमेनिङ फर योर अपकमिङ इक्जाम एन्ड युबी बोर्ड। अब बोर्ड आउन 15 दिन बाँकी छ। पक्कै पनि टेन्सन चाहिँ हुन्छ, अलिअलि टेन्सन हुन्छ। मलाई नि मेरो बोर्ड इक्जाम दिँदाखेरि चाहिँ टेन्सन भएको थियो। र फेरि पनि मैले हाम्रो के भन्दाखेरि चाहिँ फिजिक्स च्याप्टर सबैजनालाई गाह्रो लाग्ने भएको कारणले गर्दा चाहिँ मैले फेरि सेकेन्ड च्याप्टर पिरियोडिक मोसनको एउटा सबै इम्पोर्टेन्ट न्युमेरिकल सल्भ गर्नको लागि चाहिँ एउटा फर्मुलाको लिस्ट ल्याएर आइसकेको छु, जुन चाहिँ यस प्रकार रहेको छ। जस्तो पिरियोडिक मोसनमा हाम्रो के हुन्छ भने फोर्स इज इक्वल टु मास इन्टु एक्सलेरेसन भन्ने सबैलाई थाहा छ। यो त हामी 1 क्लास 2 क्लास 3 क्लास 4 क्लास 5 क्लासदेखि 10 क्लासमा पढ्दै आएको होइन। अनि 11 12 गर्दै पढि आएको क्वेसन हो। यो क्वेसन हामीले भन्नै पर्दैन। जस्तै हाम्रो के छ भन्दाखेरि पिरियोडिक मोसनमा हाम्रो चाहिँ हुक्स ल भन्ने छ कि हुक्स लमा के हुन्छ भन्दाखेरि फोर्स इज इक्वल टु माइनस के एक्स भन्ने हुन्छ कि हुक्स लमा। अनि हामीले फोर्स इज इक्वल टु मास इन्टु एक्सलेरेसन भन्दा चाहिँ हामीलाई अलरेडी थाहा छ। एफको ठाउँमा मैले फोर्स इज इक्वल टु एमए लेखेँ। अनि त्यसपछि हाम्रो के हुन्छ माइनस के एक्स। अनि यसको एक्सप्रेसन लेखेर के गर्यो भन्दा ए इज इक्वल टु माइनस के बाई एमएक्स डट ए इज इक्वल टु एएक्स। यो लेख्दै मैले। अब हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ वेभ एन्ड ओप्टिक्स पहाडीको साउन्ड वेभ एन्ड ओप्टिक्समा हाम्रो के छ भन्दाखेरि पहाडी चाहिँ स्ट्यान्डिङ वेभ्स प्रोग्रेसिभ वेभमा जो हाम्रो इक्वेसन हुन्छ कि वाइ इज इक्वल टु ए साइन ओमेगा टी प्लस फाइभ भन्ने एउटा एक्सप्रेसन छ कि यो त हामीलाई सबैलाई थाहा छ है। अब यो लास्ट आवरमा आइसक्यो, त्यो नथाहा हुने कसलाई नै हुन्न, सबैलाई आउँछ। हामीलाई के थाहा छ ओमेगा इज इक्वल टु 2 पाई एफ भन्ने थाहा छ कि हामीलाई। ओमेगा इज इक्वल टु एङ्गुलर भेलोसिटी इज इक्वल टु 2 पाई एफ भन्ने सबैलाई थाहा छ। एफ भनेको हाम्रो फ्रिक्वेन्सी र टाइमको रिलेसन के छ भन्दाखेरि चाहिँ फ्रिक्वेन्सी र टाइम के हुन्छ इन्भर्स प्रोपोर्सनल हुन्छ। यो फ्रिक्वेन्सी बढ्यो भने टाइम पिरियड घट्छ, टाइम पिरियड बढ्यो भने फ्रिक्वेन्सी घट्छ। अनि त्यस्तै मैले ओमेगा इज इक्वल टु 2 पाई बाई टी लेख्न मिल्यो कि नै। एफको ठाउँमा टी लेख्न मिल्यो, इन्भर्स भएर लेख्न मिल्छ मजाले। हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ के इज इक्वल टु 2 पाई बाई ल्याम्डा भन्ने पनि थाहा हुनुपर्छ। ल थाहा नभए अब थाहा पाउनु पऱ्यो। के इज इक्वल टु 2 पाई बाई ल्याम्डा नै हुन्छ। अनि फाइ इज इक्वल टु के एक्स। फाइ भनेको हाम्रो फेज डिफ्रेन्स हुन्छ है। अनि हामीले के लेख्नु मिल्यो भने फाइ इज इक्वल टु के एक्स नै हुन्छ। अनि फाइ इज इक्वल टु के को ठाउँमा मैले 2 पाई बाई ल्याम्डा लेखेँ अनि डट एक्स लेखेँ। यो चाहिँ हाम्रो के फेज डिफ्रेन्स। अनि अर्को के फर्मुला गर्नुपर्छ भने जस्तै हाम्रो सेकेन्ड च्याप्टर पिरियोडिक मोसनमा एउटा भेलोसिटी भन्छ कि 2 नम्बरमा भेलोसिटी। 2 नम्बर हाम्रो के हुन्छ भन्दा भेलोसिटीमा हामीले के निकाल्नु पर्छ भन्दा भी इज इक्वल टु ओमेगा रुट अन्डर आर स्क्वायर माइनस वाइ स्क्वायर। यो हाम्रो छ भेलोसिटी इज इक्वल टु रुट अन्डर ओमेगा भी इज इक्वल टु ओमेगा रुट अन्डर आर स्क्वायर माइनस वाइ स्क्वायर। आर भनेको हाम्रो एम्प्लिट्युड, ए पनि लेख्न मिल्छ। यहाँ आर जे लेख्दैन भने मैले ए को ठाउँमा आर लेखेको छु है। अनि वाइ भनेको हाम्रो डिस्प्लेसमेन्ट हुन्छ। यो हाम्रो भी इज इक्वल टु ओमेगा रुट अन्डर आर स्क्वायर माइनस वाइ स्क्वायर हुन्छ, एउटा फर्मुला यो हो। अनि हाम्रो के हुन्छ भन्दाखेरि भेलोसिटी एउटा म्याक्सिमम पोइन्टमा आउँछ, एउटा मिनिमम पोइन्टमा हुन्छ क्या। एउटा म्याक्सिमम भेलोसिटी हुन्छ, एउटा मिनिमम भेलोसिटी हुन्छ। जस्तै हाम्रो के हुन्छ मिन पोजिसनमा एट मिन पोजिसनमा भेलोसिटी इज के हुन्छ भन्दाखेरि म्याक्सिमम। मिन पोजिसनमा हाम्रो भेलोसिटी के हुन्छ भन्दाखेरि म्याक्सिमम हुन्छ। जस्तै म के लेख्छु भन्दाखेरि बी इज इक्वल टु बी म्याक्स इज इक्वल टु आर ओमेगा। आर ओमेगा कसरी भयो भन्दाखेरि चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ आर ओमेगा कसरी लेखेँ भन्दाखेरि चाहिँ मैले यदि म्याक्सिमम भेलोसिटी मिन पोजिसनमा के हुन्छ भन्दाखेरि मिन पोजिसनमा वाइको भ्यालु हाम्रो के हुन्छ डिस्प्लेसमेन्ट 0 हुन्छ। वाइको भ्यालु 0 हुन्छ। 0 भइसकेपछि मैले 0 लेखिदिएँ। अनि के 0 लेखिसकेपछि त ठ्याक्कै आइहाल्छ। अनि के छ बी म्याक्सिमम इज इक्वल टु आर ओमेगा हुन्छ। डिस्प्लेसमेन्ट 0 हुन्छ है एट मिन पोजिसनमा। भेलोसिटी म्याक्सिमम हुन्छ अनि डिस्प्लेसमेन्ट हाम्रो चाहिँ के हुन्छ भने 0 हुन्छ। अनि अर्को के हुन्छ भन्दा अर्को सेकेन्ड नम्बरमा एट एक्सट्रिम पोजिसन भन्ने हुन्छ कि एट EXTR एक्सट्रिम पोजिसन भन्ने हुन्छ। अर्को हाम्रो के हुन्छ एक्सट्रिम पोजिसनमा के हुन्छ भन्दाखेरि हाम्रो भी मिनिमम इज इक्वल टु मिनिमम भेलोसिटी हुन्छ 0 हुन्छ है। ल सबै यता अब डिस्कस गर्न आउँदैन, अहिले म फटाफट फर्मुला लेख्छु, फेरि भिडियो लामो हुन्छ कि। अर्को हाम्रो के छ भन्दाखेरि 3 नम्बरमा एक्सलेरेसन ए इज इक्वल टु के हुन्छ भन्दाखेरि ए इज इक्वल टु माइनस ओमेगा स्क्वायर वाइ। एक्सलेरेसन ए इज इक्वल टु ओमेगा स्क्वायर वाइ हुन्छ हाम्रो। यसको पनि हाम्रो के हुन्छ एउटा एट मिन पोजिसन एउटा एक्सट्रिम पोजिसन भनेर दुइटा हुन्छ। अब भेलोसिटी हाम्रो के हुन्छ एक्सलेरेसन हाम्रो एट मिन पोजिसन हाम्रो एक्सलेरेसन के हुन्छ भन्दाखेरि ए इज इक्वल टु के हुन्छ भन्दाखेरि 0 हुन्छ।
0 कसरी हुन्छ भन्दाखेरि हाम्रो मिन पोजिसनमा वाईको भ्यालु एक्सक्रेसनमा भ्यालोसिटीको यो हाम्रो छ नि भ्यालोसिटीको उल्टो हुन्छ क्या। वाईको भ्यालु के हुन्छ भन्दाखेरि 0 हुन्छ क्या मिन पोजिसनमा। यता एक्सट्रिम पोजिसनमा 0 हुन्थ्यो भनेपछि यता मिन पोजिसनमा 0 हुन्छ क्या। कसरी हुन्छ भन्दाखेरि ए इजिकल टु 0 कसरी हुन्छ भन्दाखेरि वाई इजिकल टु 0 हुन्छ। हाम्रो डिस्प्लेसमेन्ट हाम्रो के हुन्छ 0 हुन्छ। 0 भएको कारणले गर्दा के हुन्छ भन्दाखेरि ए मिनिमम इजिकल टु के हुन्छ ए मिनिमम इजिकल टु 0 हुन्छ क्या। बुझ्यौ यति। अनि हाम्रो एट एक्सट्रिम पोजिसनमा एक्सट्रिम पोजिसनमा के हुन्छ भन्दा एक्सट्रिम पोजिसनमा वाई इजिकल टु ए हुन्छ क्या। एक्सक्रेसन इजिकल टु डिस्प्लेसमेन्ट इजिकल टु एक्सक्रेसन भन्ने हुन्छ क्या हाम्रो एट एक्सट्रिम पोजिसनमा। अनि त्यसपछि हाम्रो के हुन्छ भन्दाखेरि ए इजिकल टु माइनस ओमेगा स्क्वायर ए भन्ने हुन्छ क्या। यो हाम्रो एक्सट्रिम पोजिसनको। ल त्यस्तै गरी अर्को हाम्रो के छ भन्दाखेरि यो हाम्रो के हो भन्दाखेरि ए भन्दाखेरि यो ए हाम्रो के हो भन्दाखेरि चाहिँ यो ए चाहिँ हाम्रो म्याक्सिमम डिस्प्लेसमेन्ट हो है। म्याक्सिमम डिस्प्लेसमेन्ट हो। अनि अर्को हाम्रो के आउँछ भन्दाखेरि यस्तै गरी फेरि हाम्रो अर्को हाम्रो के छ भन्दाखेरि यस्तै गरी हाम्रो अनि हाम्रो टाइम पिरियड एउटा टाइम पिरियड सोध्छ। टाइम पिरियड त छाड्दैन है, फेरि टाइम पिरियड सोध्छ, मजाले सोध्छ टाइम पिरियड टी इजिकल टु 2 पाई बाई ओमेगा हुन्छ। मैले अघि नै भनिसकेको थिएँ। हुन्छ कि मात्रै हुन्छ टी इजिकल टु 2 पाई बाई ओमेगा हुन्छ कि। अनि हामीले के ओमेगा भनेको हाम्रो के भन्दाखेरि 2 पाई बाई रुट अन्डर डिस्प्लेसमेन्ट बाई एसिलेसन चाहिँ हुन्छ। र हाम्रो इन सिम्पल पेन्डुलममा हाम्रो के छ भन्दाखेरि सिम्पल पेन्डुलममा यो इन जनरलमा हो। अनि हाम्रो सिम्पल पेन्डुलममा हाम्रो के हुन्छ भन्दाखेरि टी इजिकल टु 2 पाई रुट अन्डर एल बाई जी भन्ने हुन्छ क्या। यो फर्मुला याद गर्नु पर्छ। स्प्रिङको लागि हेर, स्प्रिङको लागि के हुन्छ 4 स्प्रिङ। अर्को फर्मुला हाम्रो 4 स्प्रिङको लागि के हुन्छ भन्दाखेरि टाइम पिरियड टी इजिकल टु 2 पाई रुट अन्डर एम बाई के। हामी फर्मुला कसरी बिर्सिन्छ भन्दाखेरि टी इजिकल 2 पाई रुट अन्डर एम बाई के भन्ने हामी यो माथि के हुन्छ तल एम हुन्छ यो बिर्सिन्छौँ कि एम कहाँ हुन्छ के कहाँ हुन्छ भने बिर्सिन्छौँ कि। अनि कसरी याद गर्ने भन्दा टी इजिकल 2 पाई रुट अन्डर एम बाई के मङ्की भनेर याद गर्ने कि @MONKEY मङ्की। एम अगाडि आउँछ के पछि आउँछ माथि एम लेख्ने तल के लेख्ने। यो भएर हाम्रो लर्को फर्मुला। फ्रिक्वेन्सी एफ इजिकल टु 1 बाई टी हुन्छ। अर्को हाम्रो इनर्जी अफ पार्टिकल एक्जिक्युटिङ एसएचएम भन्ने एउटा छ कि अर्को। यो चाहिँ यो डेरिभेसन नै आउन सक्छ यो वर्ष है। अघिल्लोचोटि यो आएको थियो क्वेसन इनर्जी डेरिभेसनमा चाहिँ। अर्को अघिल्लोचोटि यो क्वेसन आएको छ इनर्जी अफ अ पार्टिकल एक्जिक्युटिङ एसएचएम। यसमा के छ भन्दाखेरि हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ काइनेटिक इनर्जी हामीलाई के थाहा छ काइनेटिक इनर्जी इजिकल टु हाफ एमभी स्क्वायर भन्ने थाहा छ कि हामीलाई थाहा छ मजाले हो। अब बीको ठाउँमा के लेख्छु भन्दाखेरि म 1/2 मास भ्यालोसिटीको हामीलाई के थाहा छ भन्दा भ्यालोसिटीको ठाउँमा बी इजिकल टु ओमेगा रुट अन्डर आर स्क्वायर माइनस वाई स्क्वायर थाहा छ। बी इजिकल टु ओमेगा रुट अन्डर आर स्क्वायर माइनस वाई स्क्वायरको होल स्क्वायर। ल लेख्नु मिल्यो मजाले 1/2 एम ओमेगा स्क्वायर आर स्क्वायर माइनस वाई स्क्वायर। यो स्क्वायरले यसलाई रुटलाई काटिदिसक्यो। अनि चाहिँ मैले यस्तो लेखेँ है। ल रुटलाई काटिदियो अनि यो ओमेगा स्क्वायरको ठाउँमा ओमेगा स्क्वायर यो स्क्वायरले ओमेगा स्क्वायर बनाइदिएँ मैले। अनि के लेखेँ भन्दाखेरि चाहिँ हामीले काइनेटिक इनर्जी इजिकल टु 1/2 एम ओमेगा स्क्वायर आर स्क्वायर माइनस वाई स्क्वायर हुन्छ हाम्रो काइनेटिक इनर्जी। अर्को हाम्रो के छ अर्को हाम्रो टोटल इनर्जी। अर्को हाम्रो के छ भन्दाखेरि यस्तै गरी हाम्रो अर्को चाहिँ पोटेन्सियल इनर्जी छ। यस्तो गरी हाम्रो अर्को के हुन्छ भन्दाखेरि पोटेन्सियल इनर्जी। ल म यता लेख्छु पोटेन्सियल इनर्जी। अर्को हाम्रो यस्तै गरी के छ भन्दाखेरि हाम्रो पोटेन्सियल इनर्जी के छ हाम्रो पोटेन्सियल इनर्जी।
पोटेन्सियल इनर्जी इज इक्वल टु 1/2 KY² हुन्छ कि पोटेन्सियल इनर्जी इज इक्वल टु 1/2 KY²। अनि पोटेन्सियल इनर्जी इज इक्वल टु 1/2 mω² Y²। लेख्न मिल्यो क्या? मजाले लेख्न मिल्छ मलाई के को ठाउँमा mω² लेख्न मिल्छ मजाले। हामीले यो कहिलेकाहीँ यस्तो डायग्राममा यस्तो फर्मुला नि सोध्छ ल, कहिलेकाहीँ डायग्राममा यस्तो क्वेसन नि सोधिदिन सक्छ। ग्राफ कस्तो सोध्नु भन्दाखेरि यो एउटा ग्राफ छ, एउटा काइनेटिक इनर्जी र पोटेन्सियल इनर्जीको ग्राफ हो ल। यो हाम्रो के भने मेन पोजिसन, यो हाम्रो के भन्छ एक्सट्रिम पोजिसन, यसमा के भन्छ एक्सट्रिम, यो हाम्रो के चाहिँ एक्सट्रिम पोजिसन छ। यो हाम्रो के छ भन्दाखेरि एक्सट्रिम पोजिसन, यो हाम्रो एक्सट्रिम पोजिसन, यो चाहिँ हाम्रो मेन पोजिसन, यो चाहिँ हाम्रो के छ एक्सट्रिम पोजिसन हो। मैले के गरेँ यो दुईमै एक्सट्रिम पोजिसन, यो पनि एक्सट्रिम पोजिसन, यो पनि एक्सट्रिम पोजिसन हो। मैले यहाँबाट के गरेँ भन्दाखेरि चाहिँ हाम्रो इनर्जीको यो इनर्जी है कस्तो जान्छ भन्दाखेरि चाहिँ हाम्रो एक्सट्रिम पोजिसन यस्तो भएर ग्राफ यस्तो जान्छ क्या, यस्तो जान्छ ल। यस्तो के हुन्छ भन्दाखेरि काइनेटिक इनर्जी, यो चाहिँ हाम्रो यसले के दिन्छ काइनेटिक इनर्जी दिन्छ, अनि माथिबाट फेरि कस्तो आउँछ ग्राफ भन्दाखेरि यहाँबाट यस्तो आउँछ ग्राफ। यो चाहिँ हाम्रो के दिन्छ भन्दा यसले पोटेन्सियल इनर्जी, यो लाइन दिन्छ पोटेन्सियल इनर्जी दिन्छ, माथिबाट के भन्छ काइनेटिक इनर्जी। ल यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई हाम्रो ए भन्छौँ, यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई ए माने मैले ल। यो ग्राफमै गरेर सोधिन्छ के इज इक्वल टु mω² भन्ने हुन्छ, ओमेगा इज इक्वल टु √k/m, k/m। यो पनि याद गर्नुपर्छ फर्मुला ल। हामीलाई अब टोटल इनर्जी, काइनेटिक इनर्जी यता काइनेटिक इनर्जी छ, यता पोटेन्सियल इनर्जी छ। टोटल इनर्जी टोटल इनर्जी इज इक्वल टु काइनेटिक इनर्जी प्लस पोटेन्सियल इनर्जी हुन्छ कि हुन्छ मजाले हुन्छ। ल म टोटल इनर्जी इज इक्वल टु के लेख्छु भन्दाखेरि चाहिँ 1/2 KA²। टोटल इनर्जी इज इक्वल टु कन्स्ट्यान्ट हुन्छ हाम्रो। यो जुन फर यति दिन जानुपर्छ ल। अर्को हाम्रो के छ भन्दाखेरि सिम्पल पेन्डुलमको फर्मुला मैले अगाडि लेखिसकेँ। अर्को के छ भन्दाखेरि हाम्रो सेकेन्ड पेन्डुलम टाइम पिरियड 2 सेकेन्ड भएको, टाइम पिरियड इज इक्वल टु 2 सेकेन्ड भएकोलाई हामीले के भन्छ सेकेन्ड पेन्डुलम भन्छौँ। यसको लेन्थ कति हुन्छ भन्दाखेरि लेन्थ लगभग 1 मिटर जति हुन्छ है ल, नियरली इक्वल टु 1 मिटर, 99.9 कति समथिङ सेन्टिमिटर हुन्छ, जस्तै 1 मिटर हुन्छ। अर्को हाम्रो के छ स्प्रिङ मैले अघि नै भइसक्यो, स्प्रिङको टाइम पिरियड टी इज इक्वल टु 2π√m/k, मङ्की भनेर याद गर्ने भने मैले अघि नै भनिसकेको छु। जस्तै हाम्रो के हुन्छ स्प्रिङमा टाइम पिरियड बढ्यो भने इन्क्रिजेस भयो भने के हुन्छ भने लस हुन्छ। ल पिरियोडिक मोसनबाट हाम्रो यति नै न्युमेरी फर्मुलाहरू यति नै छ पिरियोडिक मोसनको ल। अर्को म अर्को पनि भिडियो बनाउँछु चाँडै नै।